मर्निङ भन्नु सबैलाई। गुड मर्निङ। आज चाहिँ भाइको छुट्टी हो कि सो अन्त चाहिँ हामी आज सँगै बसेर है बिहानको खाना खाँदैछ। स्कुल जाँदा पनि बिहानै खाएर जानुपर्छ कि आज उसको छुट्टी थियो। आज आमा छोरा सँगै बसेर खाना खाँदैछु। मिठो भयो। कस्तो लेप्टीलाई खाएको हौ? ए आमा चाहिँ राइट खानु त्यस्तो स्पेसल केही बनाएन। यो चिकन हिजो अलिकति ल्याएको थिएँ कि अनि त्यही फ्राई गरेँ, दाल बनाएँ। पिरो खाएको भुँडी दुख्दैछ र हो। मामा पनि खाऊ। कस्तो रहेछ मामा? टेस्टी। मेरोमै छ। मैले आफै हालेको थियो। ए गुड भयो। म चाहिँ पानी बिना भात खानै सक्दिनँ। कति नखाउँ भन्छु कि नखाइ सक्दिनँ। गुड हो। बुवालाई मिस गरिरहेको छु भन न। बुवालाई मिस गरिरहेको। यहाँ बुवा पनि भात है? बुवा पनि भात है। दाल भात खानुपर्छ। हामी त भाइको अहिले त्यो आज अन्त माम साम खाएर अन्त भन्ज्याङ जानुपर्छ। माम साम खाएर कहाँ जानुपर्छ अरे? किन जानु भन्ने चाहिँ? अन्त के तपाईँले के भनेको थियो? के भन्नु मैले? अन्त भन्ज्याङ जानु भनेको थियो होइन? ढाँटे कुरा पनि पत्यायो। अन्त लैजानु भन्ज्याङ। होइन भन्ज्याङ गएर चाहिँ के गर्ने अन्त? भन्ज्याङ गएर म जान्छु, त्यहाँदेखि तपाईँ पनि जानुहोस्। खाना मजाले खाऊ। ओके। तिमी किन लेफ्टीले खाएको? राइट खाऊ न।